हेलो साथीहरु, आज पनि म तरकारी टिप्नको लागि बारीतिर जाँदैछु। देख्न सक्नुहुन्छ यो मेरो सानो मिनी भ्लग भनौँ कि टिकटक भनौँ, जसरी बुझ्नुहुन्छ त्यसरी हेर्नुस्, सपोर्ट गर्नुस्, माया गरिदिनुस् हैन। आज हाम्रो घरमा शान्त दिदी बस्न आउनुभएको थियो, बस्ने रमाइलो गर्ने गर्यौं। अनि हाम्रो बारीमा तरकारीहरु छ नि त, दिदी तरकारी लैजानुहुन्छ र घिरमला भनेको लैजान्छु टिप्देऊ न त, हाम्रो घरमा छैन भन्नुभयो। उहाँले चाहिँ एकजना साथी पनि ल्याउनु भएको थियो के, उहाँलाई मात्र दिने कुरा त हुन्न। अनि दुईटालाई अनि ती 3-4 पिस टिपमला जाम न त बारीमा भने दिदीलाई नि सँगै लगे। म त देखिन्न भिडियोमा भनिराख्नु भयो थियो। देखिन पर्छ भने अनि पछि हिँड्नुपर्छ के, हजुरको तरकारी कसले छोपिदिन्छ र भनेको, अनि छोपेर पछि हिँड्नुपर्छ। अनि मेरो यो भिडियो बनाइदिने चाहिँ जेनिसले हो के, अनि के अरे अनि खुसी हुनुपर्छ। हामीलाई फेरि दिल्ली खाएर वाक्क प्याक्क भइसकेको के हामी फेरि। अनि त्यस्तो हामीले आफूले गरेको भनेपछि त नखाने त हुन्न, कति मिठो हुन्छ, मिठो मानेर खाने हैन। अनि अरूलाई यसरी आफूले दुःख गरेको दिन पाउँदा फेरि आफूलाई पनि कति खुसी लाग्ने के, उहाँहरूलाई चखाउन पाइयो भन्ने के। कतिजनाले भन्नुहुन्छ हामीले चाख्नै पाइएछेन भन्नुहुन्छ नजिक भएर पनि। मेरो बानी फेरि टिपेर लाउनु भनेर दिने बानी छैन, बरु यहाँ कुहेर जाओस् हैन। तर माग्न आउनेलाई चाहिँ त्यहाँ फलिरहेछ भने मैले खाली हात पठाउनु है साथीहरु, त्यो आफूहरूले बुझ्नुस्। हाम्रो करेलाहरू पनि कति फलिरहेछ, करेला चाहिँ आज टिप्दैनौँ, आज बिहान टिपेर खाइसक्या हो। अनि आज मैले ठुलो फर्सी टिपेको पछाडि अनि त्यो चाहिँ भिडियो त छ, अझै राखेको छैन, त्यो चाहिँ भोलिको अर्को पार्टमा आउँछ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यो लगेर घरतिर लाग्यौँ। अनि त्यो चाहिँ अब त्यहाँ अर्को दिदी हुनुहुन्छ, दुईजनालाई आधी गराउनु भनेको, कति खुसी हुनुपर्छ। अनि मिठो पनि छ क्या, आफूले गरेको भएर होला, एकदम मलाई मिठो पनि लाग्छ कि।